कुशल कुशल कुशलको गोल। हामी चाहिँ अहिले यहाँ साई मार्गको भाइरल थुक्पा खाना ए यो त एक पनि काउन्ट भएन नि मोटे यो त फेरि। सो हेलो एन्ड नमस्ते, होप सबैजना सन्चै हुन्छ होला। म पनि सन्चै हुन्छु। सर्गमा सुरु टर्न हो म चाहिँ भ्लगमा। अनि अहिले चाहिँ हाम्रो फुटसल म्याच छ। अनि अहिले चाहिँ हामी बिहानको कति 6:22 भइसकिसक्यो। 7 बजीदेखि म्याच हाम्रो जङ्की बोइज भर्सेस छपरी बोइज। अनि आज हाम्रो भ्यू चाहिँ यस्तो छ। पनि राम्रो खोलिरहेको छ। हिजो हावा हुरी आएर झन्डै मारो होइन। यताको भ्यू चाहिँ यस्तो छ। सुजलेको गाउँ चाहिँ उयो है, उयो है सुजलेको। साउट आउट टु सुजले। बिग साउट आउट त्यहाँनिरको मान्छेलाई। अनि अब हामी चाहिँ भनेको यहाँनिर चाहिँ हामी 3 जना छौँ। हाम्रो हाङ अनि हाम्रो काले भाइ हेर्दैन। हेलो गाइस। हामी चाहिँ आज उता कपल्स भयो। भगवान् छन् भने हाम्रो नि यस्तै दिन आउँछ। ल अब चाहिँ हामी उतै गएर भेट्ने पर्छ। ल गाइस हामी चाहिँ यहाँबाट निस्किसक्यौँ है। अब हाम्रो सिधै गन्तव्य चाहिँ डाइरेक्ट हाम्रो बिग फुटसलमा हुन्छ। ओ पवन साथी होइन, चुइगम साथी हाम्रो भ्लग क्याप्चर भइरहेछ हो। ओ भैँसी साथी हाम्रो आइजिन ह्यान्डसम, सबैभन्दा ह्यान्डसम कि अस्मित हो कि नाम दाल बुढो हो कि के हो सबैभन्दा ह्यान्डसम सनले धरि कि शान्ति छ क्या फ्लड गरेछ सनले पनि अहिले निन्द्रामा हिँडिरहेको हाम्रो सब भाइ यसले आज स्पोन्सर सब जङ्की बोइजको सबैभन्दा स्ट्रङ किपर। त किपर खेल्ने अहिले भने खाजा पनि पाउँछ यसले। यो भाइ खेल्दैन? हाम्रो रितेश, काले भाइ, हाम्रो भीम भाइ, हाम्रो ग्रुपकै सबैभन्दा ह्यान्सी ह्याङ हाम्रो क्षितिज साथी। के छ क्षितिज साथी? युट्युबको पैसा छैन। के हो कि ओ त्यहाँ छेको न हौ। केटाहरूलाई मुसाई बनाउने रहेछ यार। कुशल जङ्की बोइज। त्यहाँ छेक न छेक, खुट्टा यसरी छेक्नु मिल्छ क्या। यस्तो 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 गर्नु न एउटा। निन्द्रा लागिरहेछ यार मलाई उपर। कुशले दामी लभली नाइस आफ्टर
जल्दी नाइस हो त्यसै बल दिने त अबुई ओभर हान्यो त अहिले त म कहाँ क्यामेरा छ ल हाम्रो यहाँनिर चाहिँ नाइस ल तिनी मलाई भन्नु न किन बोली छैन अब एक घन्टा कुशल कुशल आमा कुशलको गोल कुशलको गोल साथी सेलिब्रेसन खोइ आऊ न सेलिब्रेसन खोइ मान्छेहरु मिलाएर आएको क्या अब्बर दियो त कुशलले त चङ्की बोय ल ल ल ल आमा राम्रो प्रहार कुशलको ल ए पोल खाली फेरि गोलको गोल ल ल ल हामी चाहिँ कलेज पढेर टिफिनमा थुक्पा खाना आएको छौँ यहाँ हुनुहुन्छ हाम्रो युनिसा साथी हाम्रो काठमाडौँबाट साथी आउनुभएको छ हेलो के भन्न चाहनुहुन्छ तपाईँलाई के भन्न चाहनुहुन्छ काठमाडौँबाट हामीले थुक्पा खानालाई रातारात यहाँनिर मगाएको सरिनाजी तपाईँ के भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईँ ल खाऊँ ल हामी चाहिँ अहिले यहाँ साई मार्गको भाइरल थुक्पा खाना गोरे नै छ नि त फर्स्ट राइड ब्रस गरेर आएको नि त फर्स्ट राइड हाल्नु यहाँनिरको थुक्पाको टेस्टमा चाहिँ अदुवाको स्वाद चाहिँ आइरहेछ यस्तै हो कि यो के हो कमेन्ट गर्नु यहाँनिरको के पो ब्रो अङ्कल कि ब्रो अङ्कल क्रिस्पी क्रन्ची हुन्छ यहाँको चप चाहिँ खाना आउनु होला अथा यार अब यो भनेको चाहिँ बेस्ट कम्बिनेसन हो क्या थुक्पा प्लस चप हिउँछ मामा चाउँछौ सुदीप सुदीप मरे यस्तो खिच्छ एक जोसबाट सबैजनाले दुईवटा केटा सुदीप टेम्पो हो
स्केट जोन होइन हौ स्केट पार्क ए स्केट पार्क एकचोटि फेरि भनिदिनुहोस् त सबैजना स्केट पार्कमा खेल्न आउनु होला हाम्रो के भयो पिसिका के भयो प्रिन्सिका प्रिन्सिकाजीले मिलाएर गरिदिनुहुन्छ आउनु होला सबैजना खेल्नलाई गुड स्पेसल महेन्द्रको भनेर आउनु होला त्यसमा होइन के भन्न चाहनु भाइ तिमी के भन्नुहुन्छ रमाइलो भइरहेछ हजुरहरूलाई उता के पो उसको नाम पिसिका कि ए प्रेसिका ए त प्रेसिका रहेछ नि त अनि आउनु होला ओ बोल न यहाँ भ्लगमा भन्नु न टिकटकमा त अबर बोल्छु उता भए म के हुनुभयो रे भिडियोको चक्करमा उता भए म घामै भइसक्यो ल भयो हामी स्केट जोनमा स्केट खेल्न आइरहेको छौँ हाम्रो महेन्द्रको साथीहरू लिएर हाम्रो प्रिन्सिका मिस यहाँ हुनुहुन्छ प्रिन्सिका होइन अस्तिको सिङ्गलवाला उहाँले हो रुइदेऊ न त रुइदेऊ न त उहाँ हुनुहुन्छ हाम्रो युनिसाजी के भन्न चाहनुहुन्छ यहाँ हुनुहुन्छ हाम्रो के पो तिम्रो नाम प्रार्थना तामाङ टिकटकको भ्लगर मिनी भ्लग होइन तिमी टिकटकको मिनी भ्लगर युनिसा त्यो हिँड्छ नि त्यो उयो यस्तो गुड्काउनेमा क्या डिसेबल्ड क्या मैले 3x बनाइरहेको छु नि त हामी अब खेलेर निस्किसकेको अवस्था सुदीपजी तपाईँलाई कस्तो लाग्यो म त सबै भन्दा प्रो म्याक्स प्रो म्याक्स होइन तपाईँ मैले सिकाएको नि तिमीलाई हो नि
सबैजना यहाँनिर स्केट खेल्न आउनु होला ट्याक्क भान्चोक मासतिर हाम्रो धरान स्केट पार्कमा आएर खेलिदिनु क्लास सकिरहेको क्लास सकेर हामी चाहिँ खेल्न आएको आधी घन्टा जति खेल्यौँ अब चाहिँ हामी घर जानुपर्ने हुन्छ अलराइट अहिले चाहिँ हाम्रो इटर जाने काम गरेर इटर जाँदैछौँ स्केट खेलिसकेर अब ओह्रालो लाग्दैछौँ सानो काम छ र यो चाहिँ हाम्रो धरान इटरीको हाइवे यो चाहिँ अहिले चाहिँ होस् दामी छ यो अगाडिपट्टि भनेको चाहिँ हाम्रो विश्वकर्मा मन्दिर हामी चाहिँ अब यहाँ ट्याक्क जाँदैछौँ त्यो कुद्नै छोड्यो त हो अब चाहिँ हामी यहाँबाट जानुपर्ने हुन्छ ओह्रालो चाहिँ ओह्रालो जाँदैछु हामीले चाहिँ हाम्रो काम सकिसक्यौँ इटरीमा अब घर फर्किनु पर्ने हुन्छ घर फर्किँदैछौँ हामी अब धरान हामी चाहिँ अहिले चाहिँ इटरीको मुटु इटरीको धड्कन इटरीको सबै थोक इटरी चोक होइन यो इटरी चोकमा छौँ मामाहरू यहीँ हुनुहुन्छ अब चाहिँ हामी यहाँबाट उकालो लाग्नुपर्ने हुन्छ धरान हामी चाहिँ अब उखुको जुस खान आइरहेछौँ अलिकति सार्दैछ माइला अगाडि हाम्रो अङ्कलकोमा आइरहेछौँ धरान इटरी के घुमाउनुपर्छ अङ्कल के हो यसको सिस्टम कस्तो छ हौ अब यताबाट परिदियो त यसले कालो अब यहाँनिरबाट 10 निस्किन्छ होइन अङ्कल यो दुईटाले कति क्लास निस्किन्छ यसलाई कति क्लास निस्किन्छ डरो भएछ त्यहाँ पनि छ अनि हाम्रो उखुको जुस एट रमाइला सर्चेस एकलट अहिले त चिसोमा जाडो महिनामा चिसोहरू नबनाएको यो खानु चाहिँ राम्रो हो क्या भाइ इनर्जी दिन्छ नि त ह्याभिङ च्यालेन्ज मोटेसँग ए यो त एक पनि काउन्ट भएन नि मोटे यो त फेरि ए ल यहाँ आइज यो समाज यो कम लाउँछ है 0.5 छ ल हेरौँ ल ल ल पानी खाइस भन्दा झन् वेटको पर्छ यसले उतो खायो यहाँ भर्खरै क्रेडिट खाएर बल निकाल्यो अब खोइ खोइ कटेको खोइ कट्नु पर्यो खोइ कटेको
हाम्रो हाङ सर ल 12 चाहिँ लुइ लै यो हो नि त ह्याभिङ त मोटे सुरुको 4 त यस्तै हान्छु नि फेरि मोटे ल सकेको हाङ सर तपाईँ के भन्न चाहनुहुन्छ अरू हिजोदेखिको हाम्रो भ्लग इन्ड भएकै छैन ल मोटे भयो जिममा आएर चटपटे कसले खानुहुन्छ उहाँले खानुहुन्छ हाङ सर डाइट हो नि हो कति रुपियाँको डाइट हो यो ओइ ला ओभर पोकेछ यार त्यो केटले मार्छ सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ माई फुल भिडियो होप यु गाइज एन्जॉय दिस भिडियो थ्याङ्क यू बाई बाई